के भाँच्यो यो गाईलाई चाहिँ गलत ठाउँमा बस्नु भने यो किले। साथीहरू नमस्कार। यहाँ आज चाहिँ मैले एउटा गाई ब्याउन नसकेर निकाल्ने प्रयास गर्दाखेरि गाई लड्न खोजेर मलाई पनि निकै गाह्रो भएको थियो। हेर्नुहोस् त भेटनेरी प्राविधिकलाई कति गाह्रो हुन्छ, भेटनेरी काम गर्न कति गाह्रो हुन्छ, कति दुःख छ। हेर्नु त यो गाई चाहिँ ब्याउन नसकेर व्यथा लागेर एकदम व्यथाले छटपटिरहेको बेलामा चाहिँ यसलाई बच्चा पनि निकै गाह्रो भइसकेको रहेछ र मैले यसलाई बचाउने प्रयास गर्दैछु। बच्चालाई माउलाई दुवैले यसलाई चाहिँ हामीले लगभग बिहान 6 बजीदेखि लागेको व्यथा दिउँसोको 2 बजीसम्म नभएपछि हामीलाई खबर गर्नुभयो। तुरुन्तै गएर चाहिँ हामीले यसलाई ट्रिटमेन्टसहित हामीले यसलाई निकाल्ने प्रयास गऱ्यौँ। यसले हामीले 3 जना लाठेले पनि जबरजस्ती गर्दा मात्रै निस्केको छ। बाछा पनि सकिसकेको रहेछ, बाछा भन्दा पनि बाछी रहेछ। एउटा लक्ष्मी नै भित्राइयो घरमा पनि। निकै दुःख छ, भेटनेरी काम गर्न सजिलो छैन। देख्नुभयो तपाईहरुले, कस्तो लाग्यो तपाईहरुलाई मैले गरेको काम कस्तो लाग्छ? राम्रो लाग्छ भने लाइक कमेन्ट शेयर अनिवार्य गरिदिनु होला है त।